थुङ्गा फुलका हामी एउटै माला नेपाली भनेर गाउनुहुन्छ हामी सबैले गाउँछौँ। दोस्रो लाइनमा चाहिँ म के भन्छु भने सयौं थरी फुलका हामी एउटै माला नेपाली भन्छु। सुरुमा चाहिँ सयौं थुङ्गै भन्छु, त्यो त दुईचोटि गाइन्छ नि त, दुईचोटि रिपिट हुन्छ। दोस्रो चोटि चाहिँ म के भन्छु भने सयौं थरी फुलका हामी एउटै माला नेपाली भन्छु। हुँदा हुँदा हाम्रो राष्ट्रिय गानमा धरि कम्प्लेन गर्न सक्ने हर्क साम्पा यिनलाई हाम्रो देशमा मात्रै नभइकन यो विश्वका कुनै पनि कुनामा बस्न योग्य नै छैन के। यिनी धेरै माथिका विश्वको सबैभन्दा शक्तिशाली, धेरै बुझेको, धेरै जान्ने, यो धरतीमा खासै तिनको लागि बने हो जस्तो लागेन। यिनलाई उतै मासतिरै पठाउनु पर्छ होला, उतै यमलोकतिरै पठाउनु पर्ने जस्तो अवस्था छ है। अब यमलोकमा गएर नि यमराजलाई भन्दा त नाथेले गरेकै भएन भन्ला फेरि भन्न चाहिँ है, उहाँ पनि कति सहन सक्छ भन्ने कुरा हो। तर यो धरतीमा चाहिँ हर्क साम्पाङलाई बस्न योग्य, उ जतिको जान्ने मान्छेलाई यो धरतीमा बस्न लायक नहोला जस्तो लाग्यो मलाई।